गरुड भगवान हो कि कान्छोलाई पहिला दिनु पर्दैन एम ब्रह्मा बरेन्द्र रुद्र मतो स्तुनवन्ति दिव्यस्ते वैद्य सांग पतो कमिस गायन्त्यम सामगा ध्याना अवस्थित कतेन मनसा पश्यन्त्यम यज्ञ यशान्तन विदु सुर सुर गडाय देवाय तस्मै नमः श्रीमत चन्दन चतुर्जुर शुक्लम्बर मल्लिका मालालङ्कित कुण्डरा परिवेलन सन मुक्तावली सविता सर्गयान निदान पुस्तक धरा रुदास माता करा भाग्दै बना बुझे वस्तु तै लोके माता चिर मुख करजी बाचा लङ्गु परेङ गिरिम यतिमा तम बन्दे परमानन्द माता नमो भगवते तस्मै व्यासाय मितेसे जसे एसे प्रसाद छामि नान कथा मेव नान नमस्कार नतम चौजी देवी सरस्वती व्यास तत जय बुद्रेत यो त्यसरी हुन्न जय शम्भु शिव अथ सप्तविंशो अध्याय कुमारजी आएको हुनुहुन्छ हे अगस्त्य मुनि त्यसपछि ढोलेहरूले भने हे महारानी त्यहाँ स्वर्गका अप्सराहरू स्वस्थानीको परमेश्वरको व्रत गर्न लागेका देखेर उनैकै संसारमा हामी पनि पूजा गर्न लाग्दा केही विलम्ब भयो क्षमा गर्नुहोला हजुरलाई पनि स्वस्थानी परमेश्वरको प्रसाद ल्याइदिएका छौँ लिनुहोस् तिनका त्यस्ता कुरा सुनि चन्द्रपति क्रोधित भए राता राता आँखा पारेर धारा किटी नागले झैँ निश्वास फेरि सुस्केर हाली मत्ता हात्ती रिसाए झैँ ठुलो स्वरले गर्छ हे पापिष्ट डोली हो मलाई यस्तो जङ्गलमा एक्लै छाडी व्रत गर्न लाग्यो के सेवकको धर्म यही हो त्यस व्रतले तिमीहरूलाई खान दिन्छ कि मैले त स्वस्थानी भनेको नाम पनि सुनेकी छैन कहाँकी देवी हो के गर्न सक्दछ तिमीहरूले मलाई हेला गरेर नटेरेको हो वनमा भयो र नभएको भए तिमीलाई अवश्य मार्ने थिएँ म कहिले पुगौँ भने हतपताई कि आए कि मलाई तिमीहरूले विलम्ब गरिदियो अपराधीमा पनि ठुला अपराधी तिमीहरूले जस्ता व्यक्तिलाई नै भन्दछन् यति भन्दै 12 रुपियाँ झैँ उफ्री ढोलेका हातबाट श्री स्वस्थानी परमेश्वरको प्रसाद खोसेर थुथु गरी थुकी खुट्टाले कुल्चेर फालिदिन् फेरि यसै गरौला कि चाँडै लैजाओ भनिन् तब बिचरा डोलेहरू डराई केही बोल्न नसकी आँसुका धारा बगाउँदै मनले श्री स्वस्थानी परमेश्वरीलाई सम्झी चुपचाप डोले बोकेर हिँडे नाबडो देशको नजिकै साली नामकी नदी थिइन् त्यहाँ पुगेर आधा नदी तरेपछि स्वस्थानी परमेश्वरको निन्दा गरेको हुनाले अकस्मात चाँदनी च्यागे झैँ मेघ उठेर मुसलधारे पानी पर्यो अनि ठुलो हुरी आएर चन्द्रवती साली नदीमा डोलीबाट लडिन् डोलेहरू श्री स्वस्थानी परमेश्वरको व्रतको प्रभावले पञ्चीरूप भई कैलाशमा गएर आनन्दले रहे हे अगस्त्य मुनि त्यसपछि चन्द्रवती ब्राह्मणी महापातकी भएर जलभित्र पडिरहन् जुन दिन चन्द्रवती साली नदीमा खसिथिन् त्यसै दिनदेखि साली नदी बगिन स्थिर रहिरहन् माझीहरूले त्यो देखेर हे यो के आश्चर्य भयो यस दिनमा ग्राह आएर बस्यो कि वा कहीँ कुनै यज्ञमा उत्पात हुन लाग्यो र यस्तो भयो यो राजालाई सुनाऊ भनी नवराज राजा कहाँ गई बिन्ती गरे हे महाराज साली नदी बगिनन् स्थिर भएकी छन् यस्तो भएको हामीले आजसम्म सुनेका पनि थिएनौँ तर आज प्रत्यक्ष देखियो आश्चर्य भयो विचार गरी बक्सियोस् माझीहरूको यस्ता कुरा सुनि नवराज राजाले मन्त्रीलाई डाके सारा कुरा बताए प्रजाहरू समेत साली नदीमा गएर माझीहरूलाई जलभित्र केही छ कि जाल हालेर हेर भने हराए माझीले जाल हालेर हेर्दा चन्द्रवती जालमा अल्झेर पानीको बाहिर आइन् तर ती कस्ती भएकी थिइन् भने शरीरमा कुष्टी भएकी र हात पाउ झरेकी चेत हराएकी हिलोले छोपी बुढो जस्तै भइरहेकी हुनाले यो के हो वस्तु भने ठम्माउन नसकेर नदीको किनारमा मिल्काएर हे महाराज हामीले केही पनि पाउन सकेनौँ भनी बिन्ती गरे अनि नवराजले हे गङ्गे तिमी किन स्थिर भइरहेको छौ मैले बुझ्न सकिनँ मदेखि पसन हो भनेर नवरत्न पारोसहित गाईको दुधले अर्घ्य दिए राजाले अर्घ्य दिनसाथ साली नदी बगिन् त्यो देखेर आश्चर्य मान्दै प्रजासहित नवराज राजा दरबार फर्के त्यसपछि चन्द्रवती ब्राह्मणी कति भइरहन् भने छिडोमा मुर्छा छिडोमा चेष्टा छिडोमा भोक प्यास आदिका अनेक कष्ट पाई मुडो झैँ साली नदीको तटमा रहिरहन् एक दिन साह्रै भोक लागेर खाने वस्तु केही नपाउँदा माटो खान्छु भनेर हात लिएँ त्यो माटो ढुङ्गा भयो र ढुङ्गा पनि खान खोज्दा हाड भयो र हाड पनि खान खोज्दा
खरानी भएर खरानी पनि खान खोज्दा ठुलो हुरी आएर उडाइलग्यो। श्री स्वस्तानी परमेश्वरको निन्दा गरेको हुनाले शीतताप भोग प्यासबाट हुने अनेक दुःख खपिरहन्। त्यसपछि अग्निपुरका कपिल नामक 2 भाइ ब्राह्मण नवराज राजाको निमन्त्रणामा जान भई कतैबाट आए। तिनलाई देखेर चन्द्रवतीले तिमीहरू को हो, कहाँ जान लागेको भनेर सोधी। तिनीहरूले भने हामी कपिल नामका ब्राह्मण हौँ, लावण देशका नवराज राजाका ब्राह्मण भोजनको निमन्त्रणामा जान लागेका हौँ। चन्द्रवतीले भनिन्, हे ब्राह्मण हो, मैले त कति दिनदेखि केही पनि खान पाएकी छैन। तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागेर ल्याइदिए पुण्य होला। म असहाय अनाथमाथि दया गर। तब ती ब्राह्मणहरूले भने, हे पापिनी, अहिले हामी यस्तै हुन्छ भन्न सक्दैनौँ, किनभने राजाको महलमा के कसो हुन्छ भन्न सकिन्न। फेरि हामीले ब्राह्मणले ल्याउन हुने वस्तु दिए त ल्याउला, ल्याउन नहुने वस्तु दिए त भने कसो गर्ने। अत तँ आश गरेर नबसेस्। यति भनेर श्री ती दुवै भाइलाई लामडे देश गए। नवराज राजाले डाकेको सबै ब्राह्मणलाई यथेच्छ भोजन गराई दक्षिणा दिए। सबैजना राजालाई आशीर्वाद दिई प्रसन्न मनले आफ्नो घर गए। ती अग्निपुरका कपिल ब्राह्मण कैकीका कुरा सम्झेर यसै जाउँ भने पापिनी आशा गरिरहेकी होली। मागौँ भने कसरी मागौँ भने लोभी भन्दछन् कि भनेर केही भन्न नसकी भोजन गरेको स्थानमा कहिले जाने कहिले आउने गर्न लागे। तिनको गति गोमा राजमाताले देखेर भण्डारीलाई भन्ने, हे भण्डारी हो, ती दुवै ब्राह्मणले खाना पाएनन् कि सन्तुष्ट भएन कि हो कि किन घुम्दैछन् सोध। अनि भण्डारीले तिनीहरूको नजिक गएर सोधे, हे ब्राह्मण हो, तिमीहरूले खाना पाएनौ कि तृप्त भएनौ कि इच्छा भए फेरि भोजन गर। अनि ब्राह्मण भन्दछन्, हे भण्डारी, हामीले इच्छापूर्वक भोजन गऱ्यौँ, सन्तुष्ट पनि भयौँ, तर हामी आउँदा शाली नदीका तटमा कुष्ठरोग भई हात पाउ खसेकी कोही स्त्रीले देखि र कहाँ जान्छौ भनी सोधी। हामीले राजाको ब्राह्मण भोजनमा जान्छौँ भन्दा तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागेर ल्याइदिए, कति दिनदेखि खाएकी छैन भनेकी थिए। अत अब यसै जाउँ भने त्यो पापिनी आश गरिरहेकी होली। केही लगिदिउँ भने कसरी मागौँ भन्ने सङ्कोचले यताउता हिँडेको हौँ। त्यो कुरा भण्डारीले राजमातालाई सुनायो। अनि उनीहरूले ती दुईजनालाई पक्र सक्ने जति अन्न दिउँ भनेर भण्डारीहरू भण्डारमा राखेको वस्तु लिन जाँदा राजाको सम्पूर्ण भण्डार नै सुक्यो। दिने जस्तो वस्तु केही पनि नपाई राजमातालाई बिन्ती गरे, हे राखेको स्थानमा कुनै वस्तु पनि छैन, के दिने। त्यति सुनि गोमा आफै गएर भण्डारमा हेरेर दिने जस्तो वस्तु केही पनि नदेखि आफूलाई भनेर पकाइराखेको भात यही देऊ भनिन्। भण्डारीले त्यो भात लिएर ब्राह्मणलाई भन्दछन्, हे ब्राह्मण, त्यसको नाम लिनासाथ राजाको सम्पूर्ण भण्डार नै सुक्यो। यो राजमातालाई पकाइरहेको भात छ, यही लगिदियो भने जिम्मा लगाइदिए। ब्राह्मणहरू लाज मारिन दुई लक्ष मान्दै आदि त त्यो भकर भात लसिगाली लिएर डर बगर नरसिंह आदिसँग करके निस्के तरीके गति तर्से गति नरिगनी हरसे गरी तिमीहरू जग जनक नासक साठ जन सात रक राजाको राजाको भण्डार पहर सिगारी लैकले पहिले आइसर त 2 लक्ष जस्तै भए हगरा चन्ने मिन्जु जगा चन्द बिन्दु जसको जुन ओ आरिस तरसे वस्तु रकरा खकैको राखेको थरसठी एउटारो थियो। आई त हदिकै गरी सिधु बिन्दु त्यही डर गरे खरेको एउटारो देखियो। नदिकै भने भनी करेसो कुमार लैकाले कुमारले अगाडि
खोस्टे मुनिलाई खोस्टे मुनिलाई सुनाउन उचने विनोद गर्दा सुनाउँदा सुनाउँदा भयो इतिश्री स्कन्द पुराणे केदार खण्डे माघमाते कुमार सम्बन्धी शिशुस्थान प्रवेश गर्दा नवराज ब्राह्मण भोजनामो सप्तमो अध्याय सप्तविशौँ अध्याय फेरि भन्ने होइन बरु 28 29 30 31 4 फेरि भन्ने अर्को होइन अष्टविशौँ त भोलि एकैछिन सिद्धिन्छ 3 दिनमा सिद्धिहाल्छ बेबी यो बुक फेरि नयाँ गर्नुपर्छ होइन अब यो वर्ष पुग्छ अर्को वर्ष पर्दैन किन्नु एक पर्दैन महिना कति वर्ष भइसक्यो यो कति मन किन्नु भन्ने यो पिताजीले उहिले त्यही त हाम्रो पुरानो च्यातिदियो नि किनेको पुरानो पार्टीमा च्यातिदियो उपनयतु मङ्गल सकल जगन्मलाय श्रीमान दिनकर किरण नवद्युत निवेदल विशेष कृष्ण काली वर्षित पर्जन पृथ्वी सस्यशालिनी देश शोभरित सन्तु निवर पुत्र सन्तु निवर साधना सन्तु जीवन्त साता सतम तत्र वेच तत यमुना चतत गोदावरी सिन्धु सरज तीर्जानी सर्वाणी बसन्ति तत्र यता जिद्दर कथा बस्न या कुन्दे तुषार हार धवल या शुभ वस्ताविता या बिडा वरुदन्द मन्दित करा या श्वेत पद्मासना या ब्रह्मचित शङ्कर पद्मे सदा वन्दिता सामा पातु सरस्वती भगवती निशेष जाड्य पाए कायने बच्चा मनुष्य दिनमा बुद्धिआत्म प्रकृति स्वभाव कर्म यति सकल परस्मय नारायण यति समर्पित हजुरलाई धेरै हामी अब कनि किनी काँडा कुचुरो किनी मम हो